हाम्रो स्टुडियोमा कलाकार तथा डान्स म्युजिक क्षेत्रमा काम गर्नुहुने सेवारो डान्स सेन्टर म्युजिक सेन्टर खोलेर यसको प्रोपाइटरको रूपमा चाहिँ सानाङ लिम्बू हाम्रो रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाको स्टुडियोमा आउनुभएको छ। सर्वप्रथम यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ हामी। धन्यवाद हजुरलाई। के को सिलसिलामा धनकुटासम्म आउनुभयो? धनकुटामा चाहिँ कार्यक्रम थियो। हजुर। सो कार्यक्रम सकिएर अहिले कार्यक्रम मैले हिजो बेलुका सकेँ। त्यस पश्चात चाहिँ अहिले धनकुटामा यहाँ तपाईँहरूसँग एकछिन भेट्नलाई, यो तपाईँहरूको अमूल्य समय एकछिन निकाल्नलाई चाहिँ हामी उपस्थित भएको छ। हजुर, अब कस्तो भइरहेको छ गीत सङ्गीतको यात्रा यहाँको? गीत सङ्गीतको यात्रा अहिलेको सिचुएसनमा चाहिँ एकदमै राम्रो छ। अब पहिलेको स्ट्रगल टाइम त अब सबैको अलिक खतरै हुन्छ होइन, अहिले चाहिँ एकदम राम्रो छ गीत सङ्गीत। हस्, यहाँलाई यहाँको साङ्गीतिक यात्राको लागि हार्दिक शुभकामना। उत्कृष्ट साङ्गीतिक क्षेत्रमा काम गरेर परिचय बनाउनु होला। यहाँलाई धेरै धेरै शुभकामना। धन्यवाद तपाईँलाई। मेरो भनाइहरू राख्नका लागि यति अमूल्य समय दिनुभयो तपाईँ लगायत सम्पूर्ण रेडियो नेपाल युनिटलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्।